गाडी पाउँछ भने त्यहाँबाट गाडी पाउँछ भने त्यहाँबाट मेरो जतिखेर कहिले भइहाल्यो नि अब पासवर्ड रङ भन्छ साले मेरो भाइहरूको सिया गोइङ गुड मुखैमा टाँस्नुहुन्छ क्या मुखैमा टाँस्नुहुन्छ क्या पानी छ अरे यहाँ लेफ्टको भनेपछि त यही होला त अनि होइन यो साइड यो साइड एल लेख्यो यो एल भने लास्ट यो एल भने लास्ट कहाँ एल भनेर होला धेरै लिएर आउँछ यार गएर बरु म यार लास्ट त कहाँ बस्छ यार दाइ त्यहाँ तपाईँ सबैभन्दा फास्ट स्टेसन हो हाम्रो त्यहाँ 100 किलोमिटर अगाडि बस्छौँ अनि त्यहाँ नि झर्ना जे भयो नि त्यो मुला फुच्चेले कस्तो दिमाग खा मैले टिकट हुन्छ सिट भनेपछि कस्तो हावा मान्छे रहेछ कस्तो हावा मान्छे रहेछ यार हातमा समात्नु कि धेरै बेर लाग्दैन यो के फुट्छ र कति उभिन्छ र के उडाउँछ क्या कुरा त्यस्तै गर्छ जटा त्यहाँ झरेको क्या झरेको भनेको को झरेको रे जटा कपालको टुक्रा ए महादेवको टुक्रा कपालको टुक्रा झरेको त्यो ठाउँमा त्यही भएर के लट्टर रामेश्वर लट्टर भनेको कपाल ए लट्टा कपालै झरेको शिवको दाइको कन्टेन्ट रेडी भइसक्यो भोलि हेर्नु होला इन्स्टाग्राममा हो क्या That's why it's called लट्टर रामेश्वर लट्टा रामेश्वर. That's where we are going, and it would be adventure and fun too. झट्का लागिरहेको हिँड्न सुरु गरेछ त मान्छेहरू त नि त्यही पानीबाट यो माथिबाट हो आउँछ के भन्दा भन्दा फेरि पर्खिँदा बुढो हुने त्यो मान्छे ब्लग होइन आउँछ ब्लग गाइस. Look at the dish, guys. Frog pop khana. Oye, माथि बाट यार. सेतो आको पानी त है. ल बाजे ल.
धन्यवाद है ल हँसुन्छ त बवाल छ ट्रायल राम्रो छ क्यामेराले म बुझ्दा छु त्यो क्यामेरा What's up, Gurkhali Plot Pigeon? This is your with TMZ and we are here at हामी जाँदैछौँ लता के अरे लता महादेव लटरम्बेश्वर महादेव very hard to pronounce guys but it's very nice and all the way came from हाम्रो काठमाडौँ to लगनखेल हुँदै अहिले हामी border of Makwanpur and between Lalitpur so and heading I think probably it will take 3 or 4 hours hardcore hike so let's see guys climate so challenging so guys so there are chances to rainfall and we got only one umbrella almost huh? Climate is nice at the same time it will be scary as well. We have just checked the one of local guys so as per him it will take 5 hours to reach the temple so we're excited and we'll see and here guys look at the हाम्रो tunnel नेपालको भविष्य हाम्रो आँखाबाट हेर्दैछु मैले रामेश्वर ला पानी पर लाग्यो हजुर के रे कति टाइम लाग्ला दाइ हजुर 4 घण्टा 3 घण्टा good confident look at the climate guys clouds look at the clouds guys 100% it's gonna rain guys no we don't have any backup for rain challenge hune wala cha बाइक मा आएको यहाँसम्म टाइम सेभ हुने रहेछ आधी घण्टा यति जा पनि के सेभ भन्नु we got two our hike mate nice weather mountain old vintage हाम्रो schools and very typical village ए दुईटै बाटो जुगा लाग्छ यता पनि जुगालाई सोध्दै हिँड्नुपर्छ come my boy 0.1% done and कि 1% hello excuse me let's go energy this is called hardcore hiking guys raw experience you know what does it mean raw ooh la la ooh la la sunny now no more clouds boy is tired we are sweats मजा आछ feels like a summer आएको नि त summer shit yeah it's summer guys this summer hike very surprising weather is teasing us आज धेरै मान्छे छैन जस्तो look at the guys how long came it's all fun photo
गर्मीले हावा टाइट भइसक्यो हो तपाईँहरू चाहिँ बस्न आउनु भएको रहेछ भरे रात पऱ्यो भने बस्नु होला ए यता तपाईँहरूकोमा होमस्टे हो नि ए तपाईँहरूको होमस्टे हो युट्युबमा देखेर नि कतिपय मान्छे फोन गरेर आएर कसरी छ यहाँ चाहिँ हामी 500 कम्प्लिट गर्ने ए खाना बस्नु सबै 500मा पर हेड एकजनाको न ठिक छ युट्युबमै त्यही युट्युबमा तपाईँ पनि युट्युबमै आउँछ युट्युबमै पाऊ भन्नु यो ठाउँमा चाहिँ के नाम ट्याक्कै नाम के भन्छ बाजे महादेव ए यो तपाईँको ठाउँलाई ट्याक्कै यो चाहिँ महादेव टारै पर्छ महादेवटार ठाउँ गाउँ कि के भन्छ गाउँ गाउँै हो महादेव टार गाउँ ल धन्यवाद है बाजे ल लेट्स गो सो दिस इज महादेवटार हाइट सरी महादेवटार ठाउँको नाम एन्ड वी जस्ट कम टु नो यहाँसम्म चाहिँ बाइक पनि आउँदो रहेछ बट वी हेभ चुजन भेरी मच हार्ड कोर हाइक बट मजा आयो एन्ड यहाँबाट अझै एप्रोक्सिमेटली 1 to 2 hours in between but depends on how much you fast your hike so यदि भन्दै गाइज लेट्स गो हल्का सनी सनी रहेछ मजा आइरहेछ होइन सो like I say all the way came from bottom so obviously कति हिँड्यो होला हामी 1 घन्टा अहिलेसम्म 1 hour होइन 1.5 घन्टा 1.5 so 1.5 hours so we walked already so to be continue and our boys with us कता काले खै काले हड्डी खाँदै बस्यो हो ला लु त श्री लट्टा राम वेश्वर महादेव प्रवेश द्वार guys feels like just now started hiking nice feelings still 30 minutes middle of the forest guys having fruits and fun all the way from Jam finally felt like reaching location but let's see सही रहेछ रहेछ त यार माथि होइन सुन फोटोसुट गाइज सुन है कस्तो दामी आउनु न देख शाहरुख खानवाला पोज जान्छ है खै खै जाँदा शाहरुख खान बनि नि एकपल्ट लङ्गुर जस्तो टोपी लाएर हिँड्नु भयो रातो भइसक्यो तल क्यामेरा very very excited place lot of clouds and little dangerous step as well देवी माता दक्ष प्रजापतिले यज्ञमा बनाउँदैन नि महादेवलाई अनि निम्तो नजाऊ सत्यदेवी भन्नुहुन्छ महादेवले सत्यदेवी ती अब महादेवलाई नराम्रो शब्दहरू बोलेको सुन्नु नसकेर बाबाले बोल्छ नि सुन्नु नसकेर त्यही परान त्यागी हुन्छ अनि त्यो चाहिँ महादेवले बोकेर हिँड्दा डाँडा काँडा हिँड्दाखेरि त्यो त्रिशुलको डाँडामा चाहिँ माताको यस्तो मुटै झरे मुन्टो झरेपछि लट्टरम भेश्वर महादेव भनेर गाउँको बासिन्दा अब ओए ऊ त अस्ति चन्द्रगिरी भन्दा नि माथि रहेछ
ल यहीसम्म ल So finally we have reached our destination and it's an amazing experience guys है मजा आयो भाइहरुलाई रमाइलो भयो ओए रमाइलो भयो hiking was little bit hardcore for me hardcore guys wrong way so 2700 meter above so obviously nice place look at the view guys Ooh. And thank you for watching bye bye हेलो गाइस हामीले चाहिँ विथ टिएमजी को ब्लग टेक ओभर गरेको विथ टिएमजी गाडी भित्र